आज चाहिँ हाम्रो घरमा पूजा छ। म चाहिँ माला उन्दैछु यहाँनिर अनि भाउजू चाहिँ उहाँ घर लिप्दै हुनुहुन्छ। कविता चाहिँ सुतिराखी छिन्, उठाउँदाखेरि रिसाउँछिन्। म चाहिँ यहाँनिर माला उन्दैछु गाइज। अहिले चाहिँ कविता उठेर नुहाइधुवाइ गरेर चिया खाँदैछिन् नि यहाँनिर। अनि भाउजूले पनि नुहाइधुवाइ गरेर यहाँ चिया खाँदै हुनुहुन्छ। अनि त्यसपछि यहाँ आलु सिन्न बसालेकी छिन् कविताले। खै आगे बोलेन कविता। अनि त्यसपछि सँगले यहाँ भित्र चाहिँ हाम्रो रोटी पकाउनको लागि तयारी हुँदैछ। अनि यहाँ ठुलो मम्मीले चाहिँ सब्जीहरू काट्दै हुनुहुन्छ। अनि यहाँ अब भाउजूले रोटी पकाउन लाग्नु भएको छ, आगै भलेन बल्दैछ। अनि हामी चाहिँ यहाँनिर यताउता तयारी गर्दैछौँ। अब हाम्रो घरमा चाहिँ रोटी पकाउन सुरु भयो। भाउजूले पकाउँदै हुनुहुन्छ। यहाँ एउटा बनाइसक्नु भएको छ गाइज। कस्तो छ लाइक कमेन्ट गरिदिनु है गाइज। यहाँ बनाउँदै हुनुहुन्छ भाउजूले। एकछिनपछि म पनि बनाउँछु। हाम्रो घरमा चाहिँ आज पूजा भनेको पुरेतमा ठ्याक्कै 10 बजे आउनुभयो। अब एकछिनमा सुरु हुन्छ पूजा। कविता चाहिँ यहाँ मुला काट्दै छिन्। अनि त्यसपछि म चाहिँ बसिरहेको छु। पुरेत बा चाहिँ भर्खर आएर यहाँ बसिरहनु भएको छ। बुवा त्यहाँ बस्नु भएको छ, आमा उहाँ हुनुहुन्छ। अनि त्यसपछि हाम्रो घरमा चाहिँ अनि रोटी भाउजूले यति धेरै पकाउनु भएको छ नि गाइज। यति धेरै भाउजूले उहाँ पकाउँदै हुनुहुन्छ। अनि यहाँ चाहिँ सब्जीहरू रेडी हुँदैछ। अनि हाम्रो घरमा चाहिँ पूजा सुरु हुन थाल्यो। अब पूजा सुरु हुँदैछ। पूजा सुरु हुँदैछ। अनि यता सब्जी पाक्दैछ। अनि रोटी चाहिँ यहाँनिर तयारी हुँदैछ गाइज। यहाँ चाहिँ भर्खर पूजा सुरु हुन लागेको छ। यी पुरेत बाले तयारी गर्दै हुनुहुन्छ। हेलो, अब हाम्रो चाहिँ यहाँ सुरु हुन लाग्यो।
पूजा चाहिँ आदि पनि भाजेन अनि यहाँ छ त्यसपछि हामी चाहिँ यहाँ छु म चाहिँ बाहुन बाजेको छेउमा बसेको फाइनली हाम्रोमा चाहिँ पूजा सकेको छ ए अब हामी प्रसाद खान तयारी मलाई टिका लाएर चाहिँ मैले 3टा पैसा पाएँ। ओइ कविता तपाईले कतिवटा पैसा पाउनुभयो? मैले 3टा। मैले त भित्र राखिसकेँ मलाई त 5 वटा। ओइ तिम्रो कतिवटा पैसा? पुली भगवानलाई हाल्न पुली भगवानलाई 3टा। पुली भगवानलाई हाल्छ। प्रसाद खाने बेला पनि भएको छ यहाँनिर।
सबैजनाले खाँदै हुनुहुन्छ प्रसाद यहाँ लौ न अनि हामी दिदी बहिनीको हो यो चाहिँ हाम्रो दिदी बहिनीको कैसा लगा अपुङ्ग टीका ले अनि ओइ हामी पनि यहाँ बसेर लाउँ न बस त लाउ टीका बस्नु है खोइ घामै भोक लागेर कहिले न ए हाम है ओइ केरा अलिकति सानो खाए ल गाइस मिठो छ गाइस अमिलो ठिकै छ अलिक ठिकै छ अलिक अमिलो छैन क्या मिठो छ गाइस कस्तो छ भन्ने नि त भाउजू त्यो पकलको लाग्दैन न कस्तो छ रोटी मिठो छ ल हामी पनि खायौँ ल ल अब हामीले खायौँ है मैले त अघि दिन खाएको छु गाइस